ल भीम सर, यो पालिको चुनावमा फागुन 21 गते चुनावमा अब योचोटि को चाहिँ प्रधानमन्त्री हुन्छ होला, तपाईँको विचार राख्नुहोस्। ठिक हो, पक्कै पनि मैले चाहिँ अहिले देखे अनुसार मैले अघि नै पनि भनिसकेको छु है। अब चहल पहल र अब समर्थकका हिसाबले रासपा रवि लामिछानेको पार्टीले रवि लामिछानेको पार्टी त ऊ अहिले उठ्या छ नि त, हाम्रो बालेन शाह होइन र? बालेन शाह नै प्रधानमन्त्री हुने सम्भावना छ आकलन। ल ठिक छ, तपाईँको भने बालेन शाह हो। म चाहिँ के भन्छु भने योचोटिको चुनावमा हाम्रो हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट माटोको चिन्हबाट उहाँ चाहिँ योचोटिको चाहिँ प्रधानमन्त्री हुनुहुन्छ जस्तो मलाई लागिरहेछ। किनभने धेरै मात्रामा माया गरे, माटोलाई माया गर्ने हामी धेरै छौँ कि, त्यही भएर हामी चाहिँ माटोतिरै जान्छौँ। तपाईँ चाहिँ घन्टीमा हो? घन्टीमै हो, आफू त घन्टीमा। ल उहाँ चाहिँ घन्टीमा हुनुहुन्छ। अब योचोटिको बाजी कसले मार्ने हो, अब हेरौँला चुनाव पछाडि। सबैले म चाहिँ के भन्छु भने योचोटि देशको माया छ भने सबैजनाले माटोमा माया गर्नु होला, माटोमा भोट हाल्नु होला भन्छु। अनि हाम्रो यता देव सर वेलकम, स्वागत छ। हजुर सर, धन्यवाद हजुरलाई। अनि के छ योचोटिको चुनाव आउँदैछ होइन, कसले जित्ला जस्तो छ लु तपाईँले ठ्याक्कै भन्नुहोस् त। म पनि त्यही भन्न चाहन्छु सर, बालेनले नै जित्नुहुन्छ होला जस्तो लाग्छ मेरो मनमा है। अब चाहिँ हजुरले माटो भन्नुहुन्छ, माटोलाई नि माया गर्ने मान्छे छन् होला, छन त, तर यो चाहिँ उठाउँछ जस्तो बालेन नै हुनुहुन्छ जस्तो छ। प्रधानमन्त्री चाहिँ बालेन नै हुनुहुन्छ होला जस्तो लाग्छ। ल खुसी लाग्यो, यो सबै बालेन हुँदो रहेछ। माटो चाहिँ म मात्रै परे, एक्लै परे माटोलाई माया गर्ने, तर सबैजनाले माटोलाई नै भोट हालेर जिताउनु पर्छ भन्ने चाहिँ मलाई लागिरहेछ। यता पनि माटो हुनुहुन्छ, ए माटो अरे यता घन्टी हुनुहुन्छ, यता चाहिँ कट्टर ल भाग